विशेष गरी अहिले जुन नयाँ दल सीमित मात्रामा धेरै नयाँ दल खोलिएका व्यक्तिहरूलाई मैले भन्न खोजिरहेको होइन, एक दुई दलहरू छन् जुन दलका मान्छेहरूले यो रवि लामिछानेको जुन व्यक्तिले समर्थन गर्छ त्यसको तल आएर नाना थरी कमेन्ट गर्ने व्यक्तिहरू छन्। र अर्को कुरा, उनीहरूले यति विरोध गर्छन् रवि लामिछानेको, यति विरोध गर्छन् कि मानिलिउँ कि रवि लामिछानेले देश नै तहस नहस गरे जस्तो गरेर विरोध गरिराखेका छन्। उनीहरूले जुन व्यक्तिलाई सपोर्ट गरिराखेका छन् ती व्यक्तिलाई तिमीहरूले भन, रवि लामिछाने पत्रकारिता हुँदा जति काम गरेको थियो नि, तिम्रो नेतालाई नेता बन्दा त्यति काम गर्ने भन। दम छ? रवि लामिछाने पत्रकारिता हुँदाखेरि जति काम गरिराखेका थिए त्यति काम तिम्रो नेतालाई नेता बन्दाखेरि गर्ने गर। जब रवि लामिछाने नेता बनेर उदाए तब तिमीहरूकै आसेपासेका मान्छेहरूले काम गर्न दिएनन्। तिमीहरूले जसरी खेदिराखेका छौ नि त्यसरी नै नेताहरूले खेद्न थाले। अनि रविले कहाँ गएर काम गरोस्? काम गर्ने वातावरण हुनुपर्छ। वातावरण नै भइदिएन भने काम कसरी गर्ने? त्यस कारणले गर्दाखेरि तिमीहरूले जसले रविको यो खेद ओखरिराखेका छौ, विरोध गरिराखेका छौ नि, यथार्थ बुझेर गर्ने गर। होला रवि लामिछानेले पहिला कुनै 2-4वटा गल्ती गरे होलान्, नागरिकताको विषयमा गल्ती थियो, उनले फेरि सिधा कुरा जनतासँगबाट प्रशस्तै भनिदिएका थिए, मैले 2018मा नै नागरिकता र अमेरिकन सिटिजन त्यागिसकेको छु भन्ने कुरो। अनि उनी स्वतः 2018देखि नै नेपाली भइसकेका थिए। उतिखेरको कुरा थियो। अब त्यो सिद्धिसकेका केसलाई पनि उठाउनु पर्ने जरुरत छैन। र रह्यो अब सहकारीको विषयमा तिमीहरूले फैसला गर्ने होइन, को तिमीहरू फैसला गर्ने? न्याय छ, कानुन छ, अदालत छ, त्यही पर्खाइमा रवि लामिछाने जेलमा छन्। तिमीहरूले नाना थरी भन्नुपर्ने जरुरत छ। र यदि उनी दोषी भएको खण्डमा हामी पनि उनको विरोध गर्छौँ। हामीहरू तिमीहरूको जस्तो आफ्नो नेताको बारेमा सबै लुगाएर राख्ने व्यक्ति होइनौँ। हामीहरू त खुल्ला पारदर्शी रूपले विरोध गरिदिन्छौँ। अहिले कुनै ठाउँबाट पनि उनको प्रमाण फेला परेको अवस्था छैन यथार्थभित्र गहिरिएर बुझ्दाखेरि हो। त्यस कारणले गर्दाखेरि रविको हामीहरूले सपोर्ट र समर्थन गरिराखेका हौँ। रविको भन्दा पनि, रवि व्यक्ति भन्दा पनि उनीलाई गरिएको प्रतिशोध जुन राजनीतिक दलहरूले छ त्यसको गरिराखेको हो, रवि व्यक्तिमा होइन। उनको विचार के थियो पहिला, त्यो विचारमा हामीले समर्थन गरेका हौँ। जुन दिन उनले सिरिया जस्ता देशमा र इराक जस्ता देशमा बेचिएकी चेलीहरू नेपाल ल्याएका थिए, त्यो विचारलाई हामीले समर्थन गरेका रविलाई होइन। यति कुरा चाहिँ ह्याक्का रहोस् तिमीहरूसँग।